Now ready to move. Okay. Bye. So यो खुवा बनाउन लागेको होइन यो दुध मात्रै त दौड्ने रे के बुझ्नुहोस् त्यस फ्यान है सुरज है यो दुधै मात्रको उमालिराख्नु रे के अनि 1 घन्टा पछि सर सुरज यो बाक्लो हुन्छ रे के यो तर दुधै मात्र हो रे है सुरज यो पानी सानी केही हुँदैन यो बाफ उडिरहेछ नि यो दुधको पानी हो रे के फेरि बुझ्नुहोस् म त अहिलेसम्म सुनेको छैन यार उहाँले भन्नुभयो कि फेरि कन्फर्म छ है सुरज फेरि उहाँ के बुझ्नुहोस् यस्तो बनेको हेर न अनि यो यसको प्राइस कति हो दाइ कति हो यसको प्राइस कति ग्राम छ यो 800 कति ग्राम छ यो 1 किलो हो यो ओके ल सुरज यस्तरी बनाएको छ सुरज हेर न यार छक्क बढ्यो दुधै उमालेको हुन्छ सुरज यार यो हो यार नपत्याउनु यसो हेर्नु यसरी घुमिरहेको छैन फेरि यहाँ नपत्याउनु भयो भने मेरो आफ्नै गोठ त तपाईँले दोहे भैँसी दोहेर ल्याएर पकाएर खानु त गाह्रो पठाउँछ ल यति ग्यारेन्टी ल हेर सुने अब दोहेर ल्याएर पकाएर खानु पाइन्छ ल यार चिसो चाहिँ लास्ट चिसो चाहिँ 12 बजी बजारमा चाहिँ अब हामीले खाना खानलाई खुल्ला हो अहिले म भोटेको पुल माथि बसेर यो लिइरहेको छु है यो भोटेको हो यो है भोटेको पुलमा राखेर हेर्छ क्या यसरी है पुलमा गाडेको थियो झन्डा यो है चन्द्र सूर्य जङ्गी निशान चाहिँ भोटेकोसी यसरी बोकिरहेको छ भोटेकोसी ल अब यहाँबाट टाढो गयो भने चाहिँ खासा बजार होइन चाइना बोर्डर होइन त्यो भोटेकोसी हो कि यो बिहान 9 बजी आइपुगेको छु यो काठमाडौँबाट 5 बजी हिँड्यो होइन देखि चाहिँ बजारै भोटेकोसीको बजार हो यो 12 बिसे बजार भन्छ तर यसलाई यो चाहिँ भोटेकोसी खोला हो तर 12 बिसेको बजार 12 बिसेको सानै मलाई झन्डा लाग्यो यार नेपालको शानसँग 12 बिसेको सानै झन्डा लागेको ठाउँमा लागेको चाहिँ मजाले म फोन गर्दै दिनुहुन्छ भने चाहिँ मैले मोबाइल छिप्नै छोडेँ म हालिदिन्छु लाग्नु पनि होला यसको हाइटबाट झरेछ झरेर यो यार हेरे हेरे बाफ यार त्यहाँ माथिबाट चाहिँ जानु मिल्थ्यो कस्तो लाग्यो भन्दा अहिले हामी धेरै माथि हाइटमा पुगेको छ एकदम चिसो छ यहाँ त्यही जाडो छ यहाँ हामी आएको पिकअप चाहिँ त्यो है फेरि अब हामी यो बाटोबाट जाँदैछ कि ए त्यो हिँड्ने ठाउँमा चाहिँ हामी तलबाट जान्छौँ नि त्यहाँ जाँदाखेरि छ नि गियरहरू किनेर लाने लाग्यो भने त यस्तो ठाउँ छ यहाँ थ्याङ्क यू त्यो चौचौबाट गाह्रो हुन्छ म 12 बजे आइपुग्छु भनेको 12 बजे आइपुग्यो नि अब यो खोल्दा खोल्दा चाहिँ
औषधि बाँडेको छु गाउँमा आएर। चाबी चाहिँ छ नि आयो, चाबी आयो भने आयो। भूकम्पको त गाडी आउँदैछ अरे खानी र भन्ज्याङको पनि त्यसैमा हालेर गयो भइगयो नि भन्ज्याङ र खानीको अनि त्यसपछि जाने त्यो कसरी भने चाहिँ अनि मलाई विचार गर्नु अनि त्यो अनुसार के गर्न सकिन्छ। यही पानी काठमा भएको डिस्टिल वाटर भनेर मिनरल वाटर स्प्रिङ वाटर भनेर 200 भन्दा बढीमा बेचिन्छ होला। यो प्रकृतिमा बगिरहेको छ पानी। त्यही पानी काट्नुको लागि मोती हुन्छ। मोतीको दाम रमाइलो छ, शान्त छ यहाँ। उता चाहिँ हुन्छ नि चाबी लिएर डिस्पोज गर्नु मात्र अब त्यस्तो उसलाई पार्न उसको आदि गरेर लाने कतिको काम गरेको छ जामै काम गरेको गाडी छ होइन उहाँको गाडी छ होला